सम्झेर मैरुनी उता मायाले बिर्स्यौ कि झैं हुनी। गीत सुन्नुभयो नि साथीहरू। यसै गरी तपाईँहरूलाई पनि एआईबाट गीत बनाउन मन छ तर कसरी बनाउने भन्ने दुविधामा हुनुहुन्छ भने अब यसको चिन्ता नलिनुहोस्। आज यस भिडियो हेरेर तपाईँहरूले एआईबाट तपाईँ आफैले आफ्नो शब्दमा गीत बनाउन सक्नुहुनेछ। मैले आज एआईबाट गीत कसरी बनाउने भनेर यस भिडियोमा सिकाउन गएको छु। जुन तरिकाको मद्दतबाट तपाईँले एआईबाट गीत बनाउन सक्नुहुनेछ सबै स्टेपहरू यस भिडियोमा सेयर गरेको छु। कसरी बनाउने भनेर जान्नको लागि भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुहोला र भिडियोलाई एक लाइक र अन्य साथीहरूलाई सेयर गर्न भने नबिर्सिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेलको आइकनमा क्लिक गरी अल नोटिफिकेसनमा क्लिक गर्न भने नबिर्सिनुहोला। आउनुहोस् भिडियोलाई स्टार्ट गरौँ। त्यसको लागि चाहिँ तपाईँले सबैभन्दा सुरुमा एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ मोबाइलमा र त्यो एप्सको नाम रहेको छ सुनो एआई म्युजिक भन्ने। सो तपाईँले गुगलमा गएर सुनो एआई भनेर सर्च गर्नुभयो भने सजिलैसँग यो एप्स चाहिँ पाउन सक्नुहुनेछ। अब यसरी यो एप्स डाउनलोड गरिसकेपछि सुरुमा आफ्नो मोबाइलमा यो एप्सलाई खोल्नुहोस् है, सुनो एआई भन्ने एप्सलाई खोल्नुहोस्। त्यस पछाडि यहाँदेखि तल देख्न सक्नुहुनेछ क्रिएट अ फ्री एकाउन्ट भनेको छ। अब तपाईँले यहाँनिर टच गर्नुहोस्। तर योभन्दा अगाडि नै एकाउन्ट बनाउनु भएको छ भने चाहिँ साइन इनमा क्लिक गरेर साइन गर्दा नि भयो। तर पहिलोचोटि प्रयोग गर्दै हुनुहुन्छ भने चाहिँ क्रिएट अ फ्री एकाउन्ट भन्नेमा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँनिर तपाईँले गुगलमा टच गर्नुहोस्। तपाईँले यहाँनिर एकाउन्ट बनाउन चाहिँ गुगल त्यसै गरी फोन नम्बरहरू अरू पनि युज गर्न सक्नुहुनेछ साथीहरू। तपाईँलाई गुगल चाहिँ सजिलो हुन्छ भनेर मैले गुगलबाट बताएको। अब गुगलमा क्लिक गरिसकेपछि तपाईँको मोबाइलमा भएका सम्पूर्ण एकाउन्टहरू आउने गर्दछन्। अब तपाईँले कुनै पनि एउटा जिमेल एकाउन्टमा तपाईँकोमा जुन देखाएको छ सुरुमा त्यसैमा टच गर्दा भयो। त्यसमा क्लिक गर्नुहोस्। त्यति गरिसकेपछि तपाईँकोमा अब उक्त आइडी चाहिँ लगइन हुने गर्दछ र तपाईँकोमा अब यस्तो खालको आइकन आउँछ। यदि तपाईँले चाहिँ पहिलोचोटि लगइन गर्नुभएको छ भने कसैकोमा चाहिँ नेक्स्टको अप्सन आउँछ, त्यसै गरी कन्टिन्यूको अप्सन आउँछ। सो तपाईँले कन्टिन्यू नेक्स्ट जे आउँछ सबमा क्लियर गर्नुहोस्। त्यस पछाडि अन्तिममा यस्तो स्टेप आउने गर्दछ। अब हेर्नुहोस्, हामीले आफ्नो जिमेल आइडीबाट चाहिँ यो सुनो एप्समा लगइन गरिसकेपछि अब यस्तो खालको फ्रन्ट पेज आउँछ। यसको तलपट्टि देख्न सक्नुहुनेछ यहाँ तल म्युजिकको जस्तो आइकन छ, यहाँनिर क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि अब हामीले चाहिँ यहाँनिर केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। यहाँ माथि देख्न सक्नुहुनेछ तपाईँले यहाँ सिम्पल त्यसै गरी कस्टम भनेको छ। तपाईँले यतापट्टि यो कस्टम भनेको ठाउँमा चाहिँ अब टच गर्नुहोस्। यो कस्टममा टच गरिसकेपछि तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ यहाँनिर अडियो भनेको छ, यो अडियोमा टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि यहाँ तल दुईवटा अप्सन छ, एउटा रेकर्ड छ, एउटा अपलोड भिडियो अर अडियो भनेको छ। अब तपाईँले यो रेकर्डमा क्लिक गरेर चाहिँ यहाँनिर यस्तो खालको आइकन आउँछ। यो दुईवटा अन गरिसकेपछि चाहिँ तपाईँले आफैले यहाँनिरबाट चाहिँ आफ्नो आवाजलाई रेकर्ड गर्न सक्नुहुनेछ। तर यदि तपाईँले अगाडि नै आफ्नो मोबाइलमा अडियो रेकर्ड गरेर राख्नु भएको छ भने यहाँ अपलोड पनि गर्न मिल्छ। जस्तै यही अडियोमा क्लिक गर्ने, त्यस पछाडि अपलोड अडियो अर भिडियो भन्ने आउँछ। अब यहाँनिर क्लिक गरिसकेपछि तपाईँले आफूले रेकर्ड गरेर राखेको अडियो अपलोड गर्नु पर्यो। जस्तै यहाँनिर मैले एउटा रेकर्ड गरेर राखेको छु अघि नै, त्यो मैले क्लिक गरेँ। यसरी टच गरिसकेपछि अब यस्तो खालको आइकन आउँछ। यसलाई थोरै काट्नु पर्यो भने यो यताको यताउता सार्न मिल्छ है, यो औँलाले यसरी सार्न मिल्छ। नभए तपाईँले पुरै राख्नु पर्यो भने तपाईँले यसलाई केही गर्नु पर्दैन, यस्तै छोडिदिनुहोस्। त्यस पछाडि यहाँ तल सेभ छ, सेभमा क्लिक गर्नुहोस्। यति गरेपछि अब हाम्रो अडियो त अपलोड हुने काम यहाँनिर हुँदैछ। अब यस पछाडि अर्को काम भनेको आफूले जुन गीत चाहिँ बनाउन लाग्नु भएको छ, जुन शब्दको त्यो शब्द यहाँनिर लेख्नु पर्यो। यसरी यो लिरिक्स भनेको ठाउँमा चाहिँ गीत बनाउन लागेको शब्द लेखिसकेपछि यहाँदेखि तलतिर देख्न सक्नुहुनेछ सङ डिस्क्रिप्सन भनेको छ। यहाँनिर तपाईँले अब केही लेख्नु पर्दैन अथवा केही लेख्दा पनि हुन्छ है। यो चाहिँ के हो भने यस्तो खालको सङ बना भनेर चाहिँ अर्डर दिए जस्तै हो। जस्तै यहाँनिर म लेख्छु अनि बुझ्नुहुन्छ तपाईँले, मेक अ बेस्ट नेपाली सङ अर्थात् राम्रो नेपाली सङ बना विथ ब्याकग्राउन्ड म्युजिक भनेको ब्याकग्राउन्ड म्युजिक हालेर युजिङ माई भोइस भनेको माथि मैले राखेको भोइसलाई युज गरेर गीत बना भनेर लेखेको छु। तपाईँले चाहिँ अब ऱ्याप सङ बनाउन लाग्नु भएको छ भने मेक अ बेस्ट ऱ्याप सङ भनेर लेख्दा पनि हुन्छ है। धेरै लेख्नु पनि पर्दैन। यहाँ तपाईँले थोरै एक दुई शब्द लेखिदिनु हो भने के चाहनु भएको छ त्यो लेख्दाखेरि राम्रो। अब यति लेखिसकेपछि तपाईँले यहाँदेखि तलतिर देख्न सक्नुहुनेछ क्रिएट भनेको छ। यो क्रिएटमा अब टच गर्नुहोस्। यहाँ यति टच गर्न साथ साथीहरू तपाईँहरूको अब गीत तयार हुन्छ। देख्न सक्नुहुनेछ गीत बन्ने प्रक्रिया यहाँनिर भइरहेको छ। थोरै मात्र टाइम लाग्छ साथीहरू, धेरै टाइम पनि लाग्दैन। फाइनल्ली गीत पनि यहाँनिर रेडी भइसकेको छ। दुईवटा गीत रेडी बनाएर दिन्छ यसले। हामीलाई जुन मन पर्यो त्यो चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। जस्तै हामी पालै पालो दुईटै सुन्छौँ। हाम्रो गाउँको भिरालो सँग भागेछ अन्समा रेडियो मागेछ। अरे बाफ रे बाफ रे बाफ रे बाफ रे, यस्तो दामी गीत बनाएको छ नि साथीहरू। अब यो अर्को दोस्रो वाला पनि सुनौँ है त अलिकति। हाम्रो गाउँको भिरालो
शालासँग भागेछ हंसमा रेडियो मागेछ। वाउ, क्या दामी गीत बनाएको छ नि एआईले। अब साथीहरू यसरी तयार पारेको गीतलाई डाउनलोड गर्ने तरिका सिकाउने छु। डाउनलोड गर्नको लागि चाहिँ के गर्ने भने यो दुईवटा गीत छन् नि यहाँनिर, हेर्नुहोस् है त। पहिलो र दोस्रो जुन यो गीत छ यसको यतापट्टि जुनलाई डाउनलोड गर्ने हो त्यहाँनिर क्लिक गर्नुहोस्। तीनवटा थोप्ला हुन्छ, त्यो तीनवटा थोप्लामा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि तपाईँले देख्न सक्नुहुनेछ यहाँनिर डाउनलोड भनेको छ। यो डाउनलोडको यस्तो खालको चिन्ह छ, यहाँनिर अब क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि यहाँनिर भनेको छ डाउनलोड एनिवे छ, यहाँनिर क्लिक गर्नुहोस्। र साथीहरू यहाँनिर तपाईँले के बुझ्नुहोस् भने यसरी बनाएको गीतहरू तपाईँले युट्युबहरू अथवा कुनै पनि कमर्सियल युजको लागि चाहिँ प्रयोग गर्न चाहनु भएको छ भने चाहिँ पैसा तिर्नुपर्छ है। तर तपाईँले चाहिँ नर्मल्ली गीतहरू सुन्नको लागि अथवा योबाट सुनेर इन्जोय लिनको लागि चाहिँ तपाईँले पैसा नदिकन डाउनलोड गरेर सुन्दा पनि हुन्छ। र अहिले चाहिँ म तपाईँहरूलाई फ्रीमै गर्ने तरिका सिकाउने छु। र त्यो फ्रीमा चाहिँ तपाईँहरूले यहाँनिर तल डाउनलोड एनिवे भन्ने छ, यो डाउनलोड एनिवे भन्नेमा टच गर्नु हो भने अटोमेटिक गीत डाउनलोड हुनेछ। यहाँनिर यस्तो आयो। अब यहाँनिर सेभमा क्लिक गर्नुहोस्। यति गर्न साथ अब हाम्रो गीत डाउनलोड हुन्छ। ओके साथीहरू, मलाई आशा छ तपाईँहरूले अब पक्कै पनि एआईबाट यस्ता मिठा मिठा गीतहरू बनाउन सक्नुहुनेछ। आउने दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू प्राप्त गर्नको लागि मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि सब्सक्राइब गरिसकेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनु होला, जसले गर्दा हरेक अपडेटहरू सहजै तपाईँको हातमा आइपुग्नेछन्। साथै भिडियोलाई लाइक पनि गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।